प्रधानमन्त्री बालेन्द्र शाह बालिनले आफ्नो टोलीको तस्बिर सार्वजनिक गरे। आइतबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत उनले गृहमन्त्री सुदन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्बिर सेयर गरेका हुन्। तस्बिरमा कालो पहिरनमा देखिएका प्रधानमन्त्री शाहले दुई मन्त्रीलाई बीचमा बसेर अङ्गालो हालेका छन्। उनले उक्त पोस्टको क्याप्सनमा देश बनाउने टोली लेखेका छन्। तस्बिरमा प्रधानमन्त्रीको दाहिनेतर्फ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र देब्रेतर्फ भर्खरै पुनर्बहाली भएका गृहमन्त्री सुदन गुरुङ रहेका छन्। त्यसो त प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा उक्त पोस्ट गरेकै दिन सांसद केपी खनालले सञ्चालन गरेको चिया पसलमा पुगेर मुस्कुराउँदै चिया पिएको भिडियो पनि सार्वजनिक भएको थियो। यसैबीच आइतबार बालेनले आफ्नो टिमसहित काठमाडौँको शङ्खमूल स्थित सांसद खनालको चियादानीमा पुगेर चिया पिएका हुन्। पानी परिरहेको बेला बालेन छाता ओढेर मुस्कुराउँदै चियादानीमा गएको र चिया पिउँदै गरेको भिडियोमा देख्न सकिन्छ। बालेन आफ्ना स्वकीय सुभाष शर्मा सहितका साथीहरूलाई साथमा लिएर चियादानीमा गएका हुन्। यसअघि पनि बालेनले चियादानीमा पुगेर चिया पिउने गरेको सांसद खनालले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो सामाजिक सञ्जाल गतिविधि हेर्दा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ। देश चलाउने प्राथमिकता ठूलो हो कि फेसबुकमा चर्चित बन्ने? केही घण्टाको अन्तरमा पीएम, आईएम र एचएम भन्दै साथीहरूसँगको फोटो पोस्ट गर्ने र त्यसपछि हप्ताभरि काम गरेर म बिदाको दिन निस्किन्छु भन्ने स्ट्याटस लेख्ने शैलीले समर्थकलाई रमाइलो लाग्न सक्छ। तर आलोचकहरूका लागि यो नेतृत्वको प्राथमिकता माथिको प्रश्न बनेको छ। सामाजिक सञ्जालमा उनका यस्ता व्यङ्ग्यात्मक र हल्का पोस्टहरू बारम्बार राष्ट्रिय बहसको विषय बनेका छन्। समस्या प्रधानमन्त्रीले मजाक गर्नुभयो भन्ने मात्र होइन, समस्या समग्र र सन्दर्भको हो। यही समयमा इलाम र झापाका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्। किसानहरू उत्पादन बेच्न नपाएर आन्दोलित छन्। संसद लगातार अवरुद्ध छ। सरकार र विपक्षबीच टकराव बढिरहेको छ। स्वास्थ्य बीमाको भविष्यबारे बहस भइरहेको छ। युवा रोजगारी र अवसरको खोजीमा विदेश दिने क्रम रोकिएको छैन। यस्तो बेला देशको कार्यकारी प्रमुखबाट समाधान, योजना र नेतृत्वको अपेक्षा गरिन्छ। बालेनको राजनीतिक शैली सुरुदेखि नै परम्परागत नेता भन्दा फरक रह्यो। यही शैलीले उनलाई लोकप्रिय पनि बनायो। तर प्रधानमन्त्री भएपछि अवस्था बदलिन्छ। मेयर हुँदा भाइरल पोस्टले राजनीतिक फाइदा दिन सक्थ्यो। प्रधानमन्त्री हुँदा हरेक पोस्टले संस्थाको मर्यादा पनि प्रतिनिधित्व गर्दछ। राज्य सञ्चालन र सामाजिक सञ्जालको मनोरञ्जन बीच सन्तुलन आवश्यक हुन्छ। वास्तवमा अहिले बालेन सरकारको सबैभन्दा ठूलो चुनौती विपक्षी दल होइन, आफ्नै सार्वजनिक छवि हो। यदि जनताले प्रधानमन्त्री समस्या भन्दा स्ट्याटसमै बढी व्यस्त देख्न थाले भने त्यो राजनीतिक रूपमा खतरनाक सङ्केत हुन सक्छ। सामाजिक सञ्जालमा लाखौं लाइक आउनु र देशको समस्या समाधान हुनु दुई फरक कुरा हुन्। लोकप्रियता चुनाव जित्न उपयोगी हुन सक्छ, तर शासन चलाउन परिणाम चाहिन्छ। अन्ततः इतिहासले प्रधानमन्त्रीलाई कति भाइरल पोस्ट गरे भनेर सम्झँदैन, इतिहासले देशका समस्या समाधान गर्न सक्यो कि सकेन भनेर मूल्याङ्कन गर्छ। त्यसैले अहिले धेरै नागरिकले सोध्न थालेका छन्, देश बनाउने टोलीको फोटो भन्दा देश बनाउने काम कहिले देखिन्छ? अर्कोतर्फ प्रधानमन्त्री बालेन्द्र शाह बालेनका विश्वासपात्र मानिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको एक अभिव्यक्तिले यति बेला नयाँ विवाद सृजना गरेको छ। विकास निर्माणका काममा ढिला सुस्ती गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै उनले प्रयोग गरिएको भाषा शैलीमाथि प्रश्न उठ्न थालेको हो। विकास निर्माणका काममा ढिला सुस्ती गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गर्ने क्रममा उनले प्रयोग गरेको भाषा शैलीमाथि प्रश्न उठ्न थालेको छ। काठमाडौँको सडक अनुगमनका क्रममा बोल्दै मन्त्री लम्सालले काम नगर्ने ठेकेदारहरूमाथि कडा टिप्पणी गरेका थिए। सो क्रममा उनले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नुहोस्, फरक पर्दैन भन्ने अभिव्यक्ति दिएका थिए। उनले बिजुली पोल जडानसँग सम्बन्धित काममा भएको ढिला सुस्तीबारे असन्तुष्टि जनाउँदै यो बिजुली पोलवाला ठेकेदार यो धरतीमा कहाँ छ, त्यसलाई लिएर आउनुहोस्, यसले काम गरेन भने खुट्टा भाँचिदिने भन्ने अभिव्यक्ति व्यक्त गरेका थिए। जो पोल छ, पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्राक्टरलाई कहाँ छ, यो धरतीमा कहाँ छ त्यसलाई पनि हेरिराख्नु, घर पठाउने होइन, त्यसले काम गरेन भने खुट्टा भाँच्दिनु।
उक्त अभिव्यक्ति सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। केहीले विकास निर्माणका काममा वर्षौंदेखि हुने ढिला सुस्तीप्रति जनप्रतिनिधिको असन्तुष्टि स्वाभाविक भएको बताएका छन्। तर अर्कोतर्फ सार्वजनिक पदमा बसेको व्यक्तिले हिंसात्मक र उत्तेजित भाषा प्रयोग गर्नु उचित नहुने भन्दै आलोचना पनि भइरहेको छ। कानुनी शासन र विधिको शासनको वकालत गर्ने राज्य संयन्त्रकै जिम्मेवार पदाधिकारीबाट यस्ता अभिव्यक्ति आउनुले गलत सन्देश जान सक्ने टिप्पणी समेत हुन थालेको छ। ठेकेदारमाथि कारबाही गर्ने अधिकार कानुनी प्रक्रियाबाट प्रयोग गर्नुपर्ने भए पनि शारीरिक हिंसाको संकेत गर्ने भाषा प्रयोग गर्नु सार्वजनिक पदको मर्यादासँग मेल नखाने आलोचकहरूको भनाइ छ। यद्यपि मन्त्री लम्सालको भनाइलाई समर्थकहरूले भने विकास निर्माणमा भइरहेको चरम लापरवाही विरुद्धको आक्रोशका रूपमा व्याख्या गरेका छन्। तर उनको अभिव्यक्तिले सार्वजनिक पदाधिकारीको भाषा, जिम्मेवारी र कानुनी सीमाबारे नयाँ बहस सुरु गराएको छ।